यता हेर्दिनुस् नि आमा हेर्नुस् आमा यहाँ नातिलाई हेर्नुस् न यहाँ ओ फोटो खिच्न नातिलाई हेर्दिनुस् म पनि बस्छु है त आजभोलिको जमाना अनि फोटो दिदी भन्दा कतिले कान्छी भाइ 94 3 वर्षले यतिको हिँड्दै छु आइसक्यो तगडा हुनुहुँदो रहेछ तपाईँ तपाईँ 97 साइनमा चाहिँ तगडा हुनुहुँदो रहेछ पुसोको जन्म हो उहाँको जन्मिनु 25 वर्ष हुनुभएको छ ठुलो बाबु कहाँ छ पहिला पाहाडको है डाँडेपट्टिको चापाको पोला सल्लाहको मेरो सर्लाको मेरो हाम्रो चिउँ तर हुइछ नि कोही कान्छा भाइको छोरा कान्छो ल्याएर यहाँ राख्न नाम के हो राख्न नि सोनिन्छ यहाँ चाबी साबी जेठाको नाम सामान के के हजुर चाबी ल्याउनु बिर्सेर गएछौँ कि खोल्ने को? बिर्सेर लगेछौँ आज शनिबार त्यस्तै मगरले एक बाइले चाबी बोक्यो एक बाइले भाइ सोरोदारी छोडे कोइला अब भाइ दुई तिन पनि भएन फेरि जाने हो जाने हो जिम्मेवार भाइकै नाममा छ परा सोरोदारी गयो तिमी याद आयो कि हामी आयो आयो जानु अनि के अरे भ्यूमा त के हो नि हजुर अस्ति आएको अस्ति सोधेर आएँ कति वर्षको भेटो म्यानी धेरै भयो अनि त्यहाँबाट नादोपट्टि यसो कान्छो छ त्यहाँ काम थियो बत्तीको बिजुली साइनमा छोरो कान्छो के अरे घनश्याम छ होइन गोराई दोकान गर्छ पसल गरेर आएको छ के को पसल गर्छ कुनै पूजा सामान भन्छ के हो ए पूजा सामग्री त्यही गर्छु ठिक हो त्यही फेरि अस्पताल जानलाई हजुर दुई दिन मात्रै होइन दुई बहिनी मात्रै छ बहिनी 4 महिनामा 2 बहिनी छ चिन्नु त को हुनुहुन्छ को बोल त के तिम्रो चोर राइलीको छोरो चिन्नु बुटोल छौँ हामी अहिले हजुर ऊ नाति तपाईँको मेरो जेठो छोरो कति दिन छ बसाइ होइन गाडीमा त्यसले ल्यायो देख्न त कान्छो आयो अनि मैले पनि देखेको थिएँ गर आज हाम्रो खेतको माथि गएको छ साइडमा पर माइलेको रहेछ उहीँ पसेर फेरि ल्याएर उनी आश्रममा गएको थियो भन्न हो उहीँ त दिउँसो आयो अस्ति पनि साइडमालाई देख्नु त्यसले इन्डिया बुटोल नाम त लेखाओ इन्डिया र भन्छ इन्डिया कोही छ हाम्रो मान्छे काम गर्दै मल्ल छोडाउनु राम्रो यही हुन्छ 6 महिना हरिद्वार निमन गरिरहेको छ कुन साथी गएर चाहिँ केटाहरू केटाहरू त आएन त्यही अरूले जाने कस्तो छ तपाईँलाई अहिले हरिद्वार भन्दै थियो कले लैदिएर पुऱ्याउने मान्छे पनि भएन साना त्यहाँका हाम्रा मान्छे सोधेरको आश्रम भएको कहाँ अरे कति वर्ष कि हुनुभयो ठुलियामा के अरे ऊ त इन्डियामा जहिले कब्जा गरे 100 वर्ष कति रे 100 पुग्न 2 वर्ष छ भन्छ बेचेर बेच्न पाउनु रहेछ होइन इन्डियामा 95 हुनुभयो चिया त सबैले खानुहुन्छ ठुलो बाबुले 2 वर्ष चिया खाने रहेछ नभएर दाजुलाई थाहा होला कति वर्ष कि हुनुभयो ठुलियामा आमा 93 वर्ष के कुन साल 90 हो कि 91 साल 89 साल 89 साल 94 कि हाम्रो आमा
दिदी भन्दा कतिले कान्छी भाइ 94 3 वर्षले यतिको हिँड्दैछु आइसक्यो तगडा हुनुहुँदो रहेछ तपाईँ तपाईँ 97 साइनमा अझै तगडा हुनुहुँदो रहेछ सन्दर्भ फुसोको जन्म हो उहाँलाई जन्मिनु 25 वर्ष हुनुभएको छ ठुलो बाबु कहाँ छ पहिला पाहाडको है डाँडेपट्टिको चापाको खोला मेरो सर्लाको मेरो हाम्रो त्यो तर हुन्छ कोही कान्छा भाइको छोरा कान्छो ल्याएर यहाँ राख्न नाम के हो राख्न नि सोनिन्छ यहाँ जेठाको नाम आज शनिबार भाइ सोरोदारी छोडे कोइला अब भाइ दुई तिनले भएन फेरि जाने हो जाने हो जिम्मेवार भाइकै नाममा छ सर परा सोरोदारी गयो तिमी याद आयो कि हामीको आयो जानु अनि के अरे भीमा त के हो नि ठुलो कहिले आइदियो यहाँ हजुर कहिले आइदियो अस्ति आएको अस्ति छोडेर आएँ अहिले कति वर्षको भेटौँ हामी धेरै भयो अनि त्यहाँबाट नालोपट्टि यसो कान्छो त्यहाँ काम थियो बत्तीको बिजुली साइडमा छोरो कान्छो के अरे घनश्याम महत छ होइन गोराई दोकान गर्छ पसल गरेर आएको छ के को पसल गर्छ कुनै पूजा सामान भन्छ के हो ए पूजा सामग्री त्यही गर्छु ठिक हो त्यही फेरि अस्पताल जानलाई हजुर दुई मात्रै होइन दुई बेड मात्रै छ बजी 7 महिनामा 2 बजी छ चिन्नु त को हुनुहुन्छ को हुनुहुन्छ बोल त के तिम्रो चोर राइलीको छोरो चिन्नु बुटोल छौँ हामी अहिले हजुर ऊ नाति तपाईँको मेरो जेठो छोरो कति दिन छ बसाइ होइन गाडीमा त्यसले ल्यायो देख्न त कान्छो आयो अनि मैले पनि देखेको थिएँ गर आज हाम्रो केटो माथि गएको एउटा साइडमा पर माइलेको घर रहेछ उहीँ पसेर फेरि ल्याएर उनी आश्रममा गएको थियो भन्न हो उहीँ त दिउँसो आएर भेट्यो अस्ति पनि साइडमालाई देख्नु तपाईँलाई त्यसले इन्डिया दिइन्छ। बुटोल नाम त लेखाओ इन्डिया र भन्छ इन्डिया कोही छ हाम्रो मान्छे जाने काम गर्दै मल्ल छोडाउनु पनि राम्रो यही हुन्छ 6 महिना हरिद्वार मन गरिरहेको छ कुन साथी गएर चाहिँ केटाहरू केटाहरू त आखा नि त्यही अरूले जाने हो कस्तो छ तपाईँलाई अहिले कले लैदिएर पुऱ्याउने मान्छे पनि भएन त्यहाँका हाम्रा मान्छे सोर्दारको आश्रम भएको कहाँ अरे ऊ हरा कति वर्ष कि हुनुभयो इन्डियामा के अरे ऊ त इन्डियामा जोइले कब्जा गरे 100 वर्ष नै भइदिहाल्यो हो र कति रे 100 पुग्न 2 वर्ष छ भन्थ्यो बेच्न पाउनु रहेछ होइन इन्डियामा 95 हुनुभयो चिया त सबैले खानुहुन्छ ठुलो आमाले 2 वर्ष चाहिँ चिया अनि चिया खाने रहेछ न होला दाजुले थाहा होला कति वर्ष कि हुनुभयो ठुलियामा आमा 93 वर्ष के कुन साल 90 हो कि 91 साल 89 साल 94 कि हाम्रो आमा बरोबर त भयो नि यता छोरछोरी चाहिँ नभए बिहे नगर्या म त भाइ छोरी छोरी पनि त छोरी हो गर छोरी त हो भाइको छोरी एउटा हो गर कोखामा
घुम्ने चाहिँ सबभन्दा जेठा बिउ खलक मध्येमा हो अनि त्यसपछि भुनारायण भुनारायणपछि तपाईँ हो तपाईँपछि अब तपाईँ हामी चिन्दै चिन्दैनौँ अब के अरे अरू माइली बुबुले देखेन भुनारायण भइहाले अब हिट डाँडाका साइल दाई पनि तपाईँभन्दा कान्छा होला न कान्छ अनि हिँडेरको जेठा हुनुपर्छ भन्दा तर त्यतिको चिन्जान छैन फेरि कान्छी सन्चै छु हिँडेर नर्म छ गर है यही गोरे हुनुहुन्छ देखा भनेको त्यो ठुल्दाले अर्को खोडै भने कुन चाहिँ हुन्छ त्यही हो साइला त्यति दुईटा सबैलाई नमस्कार हुन्छ सन्चै हुन्छ यो बाबुको हो दाइको छोरो मेरो छोरो हो यिन दुई भाइमा को जेठो छ भाउजू बाबु छ कि पैसाको